नमस्कार सबैजनालाई। हामी शान्ति जङ्गलमा आइरहेको छु। नर्सरी भन्छ यसलाई। अनि हेर्नुहोस् कस्तो रमाइलो छ बस्न लागि। अनि हल्का पिकनिक खाने जस्तो टाइपको हुन्छ। यो सक्नुहुन्छ। अनि त नास्ता आइरहेको छ त्यो। हल्का नास्ता गर्न लागेको। अब सन्धिजी उता हुनुहुन्छ, अङ्कलजी हुनुहुन्छ। यहाँ भाइ सन्धिजी केही भन्नु छ भने भन्नुहोस्। हाम्रो यो शान्ति सामुदायिक वनको यो पिकनिक स्थल अहिले हाम्रो यो शान्ति सामुदायिक वनको समितिले चाहिँ यो राम्रो काम गरेको रहेछ। यहाँ खुसी लाग्यो। म धेरै वर्षपछि चाहिँ यो वनमा प्रवेश गरेको थिएँ। आज चाहिँ यो हाम्रो यहाँ पनि एउटा पिकनिक स्थल बनेछ। कटेजहरू बनाउनु भएको रहेछ। आज चाहिँ काम हुँदै रहेछ। खुसी लाग्यो। यसलाई आज व्यवस्थित गर्नुपर्छ भन्ने भनाइ छ मेरो। ल हेर्नुहोस्, उहाँहरू सम्झिले भन्नुभएको छ। यो सबैको चाहिँ इन्चार्ज हुनुहुन्छ यताउता हेर्ने अङ्कलजी। अब हाम्रो अङ्कल नास्ता ल्याएको छ। अब नास्ता गर्नु पऱ्यो। एरिया राम्रो छ। आस्ते आस्ते बन्दैछ। अहिले त पैसाको कारणले गर्दा अल्छो रोकिएको काम अझै जारी छ। हाम्रो सोचाइ के छ भने यो एरियाभरिमा डोजर लाउने। ए हजुर, डोजर लगाएर हजुर यो माटोलाई अलिकति गहिरो गराउने जमिनलाई बाहिरबाट राम्रो माटो ल्याएर त्यहाँबाट फुलहरू लगाइदिने। टिकटक बनाउनेहरूलाई पनि आकर्षक यो माटोमा जाग्दैन। एकदम लास्टै माटो। सबैजना आउनु होला, रमाइलो गर्नु होला। हामीले यसलाई अहिले चाहिँ हस्त भाइ हल्का नास्ता गर्न आएको। बोर्ड राख्ने एउटा गेट बनाउने। साथीलाई त्यहाँ टिकट सिस्टम बनाउने क्या।